वेलकम टु सबैजनालाई मेरो मिनी ब्लगमा सबैजना फेरि पनि स्वागत छ। म चाहिँ आज बिहानै ड्युटी सकेर एउटा छोटो मिठो भ्लग बना भनेर म चाहिँ भिडियो बनाउन तर्फतिर लागेको छु। कि म चाहिँ अब ड्युटी सकेर रुमतिर जाँदैछु। त्यही भएर आज बिहानको यस्तो मौसम भइरहेछ कि बवाल के है। तपाईँहरू बस चढ्दा चाहिँ कस्तो बस चढ्नुहुन्छ? म चाहिँ इभी बस चढ्छु। एकदम इभी बस चाहिँ मलाई राम्रो लाग्छ कि सबैभन्दा पनि आफूलाई अलिक कम्फर्टेबल भएको, हिँड्नुमा पनि एकदम आनन्दै भएको कारमा हिँड्ने जस्तो कि। यसमा चाहिँ हरेक कुराहरू राम्रो छ कि, सिसी क्यामेराहरू लगेर अब आफ्नो सामानहरू सुरक्षित पनि भइन्छ यसमा चाहिँ। अनि हामी चाहिँ चक्क लाएर अब चाइनाको बाटो आउँदैछौँ। यो चाहिँ चाइनाको बाटो ल, सरीलाई चाइनाको बाटो चाहिँ होइन, यो चाहिँ कलङ्कीमा रहेको पुल हो। यो चाहिँ निकै म चाहिँ गाडीमा झरेर पनि एउटा सामान किन्नु थियो कि, कुर्सीहरू किन्नु थियो। त्यही भएर पसलतिर सोधेको नै छैन भन्नुभयो। अब म अर्को पसल जान्छु नि त भनेर छोडिदिएँ। निकै म चाहिँ अब झट्ट लाएर रुम जाँदैछु। अब रुम गएर त्यही हो, खानासाना खाइन्छ। खानासाना खाएर पनि आफ्नो कामतिर लाग्नुपर्ने हुन्छ। खानासाना खाइसकेपछि म चाहिँ टक्क लाएर आफ्नो ड्युटीतिर लागेँ। ड्युटी भन्दा चाहिँ यो चाहिँ मैले आफ्नै घर बनाउनु थालेको है। कस्तो फिल भइरहेछ कि, घर पनि त्यति खासै राम्रो त छैन कि। सो म चाहिँ आफ्नो ड्युटीतिर लागेँ। मलाई चाहिँ फेरि हरेक कामको एक्सपिरियन्स भएको मान्छे हो क्या। सबै काम गर्न आउँछ क्या मलाई। ओल्डिङ सोल्डिङ हेड हानिदिने हो, मतलब ब्ल्याङ झ्याल बाँकी थियो, त्यही भएर झ्याल बनाउनु दिएर लागेको छु। भाउज पनि आउनु भएको छ सघा पका गर्नुलाई। सो म चाहिँ अब सकेर अब फेरि ड्युटी जानुपर्ने हुन्छ नि त बेलुकाको। सो त्यही भएर आज अलिकति ढिला भएको थियो। ब्याङ्क पनि जानुपर्ने थियो, त्यही भएर म चाहिँ ब्याङ्कतिर लागेको छु। यसो चला ज्याम्ता पुगेर ब्याङ्कतिर जानुपर्ने। गर्मी धेरै बढेको छ काठमाडौँमा है। बल्ल बल्ल ब्याङ्क आइपुग्यो। ब्याङ्क आइपुगेर लास्ट गर्मी भइरहेको थियो। अब ब्याङ्कमा त के हुन्छ तपाईँहरूलाई थाहा छ? ब्याङ्क जानुको एउटा फाइदा हुन्छ नि त गर्मीमा। त्यहाँ के हुन्छ थाहा छ तपाईँ? त्यहीमा चाहिँ मलाई असाध्यै गर्मीमा मनपर्छ कि याची। आहा कस्तो मस्त एसी चलाउनु भएको थियो। दामी लागिरहेको थियो एसी पनि। सो बस्दा पालो नि आउँदैन। बल्ल काम बन्ने थियो, त्यही भएर म चाहिँ निक्लेर गइसकेको छु। अब ड्युटी जानुपर्ने हुन्छ, त्यही भएर अब ड्युटी जानुपर्ने भएको कारणले गर्दा चाहिँ म मेरो आजको भ्लग यहीँ अन्त्य गर्छु। ओके हस्, बाई बाई, गुड नाइट।